पूर्वराजाको स्वागतमा सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौँ महानगरपालिकाद्वारा 1 लाख जरिमाना तोकिएको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई जरिमाना गरेको छ। महानगरपालिकाका अनुसार राप्रपालाई 1 लाख रुपैयाँ जरिमाना गरिएको हो। आइतबार राप्रपाले आफ्नो पार्टी कार्यालय बराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बिलगङ्गा, गौशाला लगायतका सार्वजनिक स्थानका सडक पेटी, आइल्यान्ड तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्याएका थिए। साथै उनीहरूले जथाभावी फोहोर फालेर वातावरण प्रदूषण समेत गरेको महानगरपालिकाले जनाएको छ। फोहोर मैला व्यवस्थापन ऐन 2068, काठमाडौँ महानगरपालिकाका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन 2077 तथा आर्थिक ऐन 2081 को आधारमा कारबाही गरिएको महानगर प्रहरी बलका निरीक्षकद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।